2065 सालमा नेपालमा 240 वर्ष पुरानो राजतन्त्रको अन्त्य भयो। यससँगै दरबारबाट राजा बाहिरिएर नेपालमा गणतन्त्रको घोषणा भयो। तर आज लगभग 2 दशकपछि फेरि राजाको नाराहरू सडकदेखि सामाजिक सञ्जालसम्म गुन्जिरहेको छ। 2025 सेप्टेम्बरमा भएको जेन्जी आन्दोलनले 77 जनाको ज्यान लियो र प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनायो। सोही जेन्जी आन्दोलन भएको बेलुका एउटा राजावादी तत्त्व डिस्कर्डमा निकै सक्रिय देखियो भने केही राजा समर्थकहरू प्रधान सेनापतिसँग भेटवार्ता गर्न पनि गएका थिए। तर ती सबै प्रयासहरू कुरैमा मात्र सीमित भए। त्यसपछि 2026 मार्चमा नेपालमा आम निर्वाचन भयो र रासोपाले लगभग 2/3 बहुमत प्राप्त गर्यो। तर त्यति बेलै केही राजावादी समूहले राजा फर्काउने आन्दोलन पनि गर्दै थिए। फेब्रुअरी 2026 मा पूर्व राजा ज्ञानेन्द्र काठमाडौँ फर्किँदा हजारौं समर्थक विमानस्थल पुगेका थिए। राजा आऊ देश बचाऊ, राजा आऊ देश बचाऊ भन्ने नारा काठमाडौँभरि गुन्जिरहेको थियो। तर हामीले के बुझ्नु पर्छ भने भिड धेरै हुनु र राजा फर्किनु वास्तवमा अलग अलग कुरा हो। के नेपालमा साँच्चै राजा फर्केलान् त? आउनुहोस् आजको यस भिडियोमा हामी यही प्रश्नको उत्तर खोज्ने छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। राजा आउँछन् कि आउँदैनन् भनेर जान्नु अघि आखिर जनताले किन राजा खोज्दैछन् भन्ने प्रश्न उठ्छ। गणतन्त्र आएपछि नेपाली जनताले ठूलो अपेक्षा गरेका थिए। जनतालाई लागेको थियो अब स्थिर सरकार हुन्छ, रोजगारीको सृजना हुन्छ, देशको विकास हुन्छ र भ्रष्टाचारको अन्त्य हुन्छ। तर विगत 18 वर्षमा नेपालको 14 पटक सरकार परिवर्तन भयो। गठबन्धन फेरिँदै गए तर जनताको अवस्था फेरिएन। बिस्तारै नेताहरू प्रति असन्तुष्टि बढ्दै गयो, निराशा बढ्दै गयो र 2025 को जेन्जी आन्दोलनमा निराशाको त्यही बम विस्फोट पनि भयो। यही वातावरणमा राजावादीहरूले आफ्नो पुरानो प्रश्न फेरि तेर्साए। उनीहरूले भन्न थाले गणतन्त्रले देश बनाउन सकेन भने राजा किन नफर्काउने? तर यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। राजतन्त्रको माग बढ्नुको अर्थ सबै नेपाली राजा चाहन्छन् भन्ने होइन। नेपालमा अझै ठूलो जनसङ्ख्या गणतन्त्रकै पक्षमा छ। त्यसैले वास्तविक बहस राजा चाहने र नचाहने बीच मात्र होइन, यो नेपालको शासन प्रणालीले जनताको अपेक्षा पूरा गर्न सक्यो कि सकेन भन्नेमा हुन्छ। यदि राजा आए भने नेपाल गणतान्त्रिकबाट प्रजातान्त्रिक मुलुक बन्छ। यसको बारेमा कुरा एकछिनमा गरौँला। त्यो भन्दा पहिले नेपालमा गणतन्त्र कसरी आयो भन्ने कुरा थोरै बुझ्ने प्रयास गरौँ। 2062-63 को जनआन्दोलन पछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भयो। तर यहाँसम्म पनि देशबाट राजा हटेका भने थिएनन्। राजालाई राख्ने कि नराख्ने भन्ने घोषणा निर्वाचन पछि संविधान सभाको पहिलो बैठकले गर्नेवाला थियो। त्यसपछि नेपालमा संविधान सभाको निर्वाचन भयो। 2065 साल जेठ 15 गते संविधान सभाको पहिलो बैठकले नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गर्यो। मतदानमा 460 सदस्यले राजतन्त्र हटाउने पक्षमा मतदान गरे भने केवल 4 जना सदस्यले मात्र राजा राख्ने पक्षमा मतदान गरे। त्यसैले राजतन्त्र हटेको प्रक्रिया राजनीतिक र संवैधानिक निर्णयसँग जोडिएको छ र त्यसकारण राजतन्त्र फर्काउने प्रश्न पनि केवल सडकको नाराले समाधान हुने कुरा होइन। सैद्धान्तिक रूपमा राजनीतिक व्यवस्था परिवर्तन असम्भव होइन र विश्वका धेरै देशले आफ्नो शासन प्रणाली बदलेका छन्। तर नेपालको हालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राज्य मानेको छ। त्यसैले हालको संविधान अन्तर्गत राजा राष्ट्र प्रमुख बन्ने अवस्था छैन। यदि राजतन्त्र पुनर्स्थापना गर्ने हो भने संवैधानिक व्यवस्था नै परिवर्तन गर्नुपर्छ र त्यसका लागि ठूलो राजनीतिक प्रक्रिया चाहिन्छ। हामीले आज अनुसन्धान गरेर राजा फर्किने 4 वटा बाटोहरू फेला पारेको छौं। पहिलो बाटो, यदि ठूलो संख्यामा नागरिकले लोकतान्त्रिक प्रक्रिया मार्फत राजतन्त्रको पक्षमा स्पष्ट समर्थन जनाए भने या भनौं राप्रपालाई आउँदो चुनावमा भोट दिए भने राजा फर्किनेछन्। दोस्रो बाटो, राजनीतिक सहमति। संसद र प्रमुख राजनीतिक शक्तिहरू बीच नयाँ संवैधानिक सम्झौता भएमा या भनौं अहिलेको अवस्थामा रासोपाले राजा ल्याउन चाहेमा संविधान संशोधन गरेर राजा ल्याउन सक्छ। त्यसैगरी तेस्रो बाटो, देश गम्भीर संकटमा गएमा या भनौं अस्तिको जेन्जी आन्दोलन जस्तो ठूलो आन्दोलन भएर राजाको माग बढेमा राजा फर्किन सक्छन्। चौथो बाटो, यदि सेना सक्रिय भएमा या भनौं सेनाले कु गरेर पनि राजा ल्याउन सक्छ। अहिलेसम्म पनि सेनाले राजालाई मान्छ। प्रधान सेनापतिले प्रेस विज्ञप्ति निकाल्दा ब्याकग्राउन्डमा पृथ्वीनारायण शाहको ठूलो फोटो हामीले देखेकै हो। त्यसैले राजा फर्किन सक्ने एउटा बाटो सेना पनि हो। तर एउटा कुरा निकै महत्त्वपूर्ण छ, हिंसा वा सैनिक हस्तक्षेपलाई लोकतान्त्रिक बाटो मान्न सकिँदैन। मार्च 2025 मा तिनकुनेमा भएको राजावादी प्रदर्शनमा 2 जनाको मृत्यु भयो र 110 जना
भन्दा बढी घाइते भए। नेपालले विगतको द्वन्द्वबाट धेरै मूल्य चुकाइसकेको छ। त्यसैले राजतन्त्र फर्किने हो भने त्यो जनमत र संवैधानिक प्रक्रियाबाट आउनु नै सबैभन्दा राम्रो बाटो हुनेछ। अब एकछिन हाइपोथेटिकल कुरा गरौँ। मानौ राजा फर्किए। अब फर्किएका राजा कस्तो राजा हुन्छन् त? आखिर राजाले के गर्ने? के राजा केवल राष्ट्रको प्रतीक हुने, जस्तै संवैधानिक राजा जहाँ प्रधानमन्त्रीले सरकार चलाउने अनि संसदले कानुन बनाउने, वा राजासँग सङ्कटमा हस्तक्षेप गर्ने, संसद विघटनमा भूमिका खेल्ने जस्ता वास्तविक अधिकार पनि हुने? यहाँनिर कतिपयले भन्छन् राजालाई शक्ति दिएर प्रजातन्त्र सुरक्षित हुँदैन, तर फेरि शक्ति नै नदिने हो भने पनि उनी मूर्ति जस्तै हुन्छन्। त्यसैले राजा फर्काउने बस भन्दा ठुलो प्रश्न हो आखिर राजाको अधिकार कति हुने? अब अझै धेरै हाइपोथेटिकल बनौँ। ल मानौँ देशमा राजा फर्किए। अब के राजतन्त्रले नेपाल सुधार्छ? राजा फर्किए भने के नेपालमा भ्रष्टाचारको अन्त्य हुन्छ? के युवा विदेश जान रोकिन्छन्? के रोजगारी बढ्छ? यो सबै कुराको ग्यारेन्टी छैन, किनभने नेपालको समस्या केवल एउटा पदको समस्या होइन, यो अर्कै प्रकारको समस्या हो। एक त सानो देश, त्यसमाथि आयातमा निर्भर देश, सबै कुराको हल निस्किन अलिकति गाह्रै छ। राजा आए पनि राम्रो सिस्टम चाहिन्छ, राष्ट्रपति नै रहे पनि राम्रो सिस्टम चाहिन्छ। व्यवस्था परिवर्तन भन्दा ठुलो कुरा व्यवस्था कसरी चलाइन्छ भन्ने हो। भनिन्छ नि, इट डजन्ट म्याटर हु यु आर, इट्स अल म्याटर इज हाउ यु ह्यान्डल। आजको अवस्थामा राजतन्त्र समर्थक या भनौँ राजावादी शक्तिहरू आफै मिलेका छैनन्। राप्रपाको विवाद बारे त हामीलाई थाहा नै छ। राजा ल्याउन हिँडेका अध्यक्ष लिङ्गदेन आफै चुनाव नजितेर थन्किरहेका छन्। सक्रिय राजा मान्ने र संवैधानिक राजा मान्ने बीच राप्रपामा किचलो चलिरहेको छ। यता दुर्गा परसाईले भने राजावादीहरूलाई केही आश दिएका छन्, तर राजा फर्किने सम्भावना राजावादी पार्टीहरू भन्दा पनि राजाको आफ्नै लोकप्रियतामा भर पर्ने देखिन्छ। आजको मितिसम्म राजा फर्किने कुनै औपचारिक घोषणा भएको छैन, तर द रोयल फ्यामिली अफ नेपाल नामक फेसबुक पेजमा राजाको सामग्रीहरू आउँदा श्री 5 बडा महाराज धीराज ज्ञानेन्द्र वीर विक्रम साहदेवको नामले आउने गरेको छ। अनि सामाजिक सञ्जालमा पनि राजाको लागि सफ्ट कर्नर बढेको देखिन्छ। कतिपयले त बालेनले राजा ल्याउँछन् पनि भनिरहेको हुन्छन्, तर यो सबै दाबी मात्र हो, पुष्टि भने भएको छैन। अहिलेको अवस्थामा राजतन्त्रको माग जीवित छ, राजावादी आन्दोलन पनि जीवित छ, तर राजतन्त्र फर्किन्छ कि फर्किँदैन भनेर अनुमान लगाउन निकै गाह्रो रहेको छ। सायद नेपालको भविष्यबारे सबैभन्दा महत्त्वपूर्ण प्रश्न राजा आउँछन् कि आउँदैनन् होइन, वास्तविक प्रश्न हो नेपाली जनताले कस्तो नेपाल चाहन्छन्, जहाँ सरकार 5 वर्ष स्थिर भएर काम गरोस्, जहाँ भ्रष्टाचार गर्ने जोसुकै भए पनि कारबाही होस्, जहाँ युवाले रोजगारीका लागि विदेश जानै पर्ने बाध्यता नआओस्, जहाँ राजनीतिक दल भन्दा माथि संविधान होस् र देशको अन्तिम शक्ति जनतामा होस्। यदि जनताले कुनै दिन राजतन्त्र रोजे भने त्यो बाटो पनि जनताकै निर्णयबाट हुनुपर्छ। यदि जनताले गणतन्त्र रोजे भने गणतन्त्रले पनि जनताको विश्वास जित्न सक्नुपर्छ। देश परिवर्तन हुन्छ जब संस्था बलियो हुन्छन्, कानुन सबैका लागि बराबर हुन्छ, नेतृत्व जवाबदेही हुन्छ र जनताको आवाज वास्तवमै निर्णायक हुन्छ। त्यसैले के नेपालमा राजा फर्किन्छन् भन्ने प्रश्नको उत्तर फ्याट्टै दिन सकिँदैन, सम्भावना नकार्न सकिँदैन। तर एउटा कुरा भने निश्चित छ, नेपालमा राजतन्त्रको बहस अझै सकिएको छैन। अन्त्यत जनताले जे चाहन्छन् नेपालमा त्यही नै हुन्छ। यदि तपाईलाई चुन्न दियो भने तपाईँ के चुन्नुहुन्छ? के हाम्रो देशमा राजा चाहिन्छ वा चाहिँदैन? कमेन्टमा अवश्य भन्नुहोला। अनि एउटा कुरा, के तपाईलाई नेपालको हात्ती लाग्ने गाउँ बाउडाकीको बारेमा थाहा छ? यदि थाहा छैन भने स्क्रिनमा देखाएको भिडियोलाई क्लिक गरेर हेर्न सक्नुहुनेछ। यो पनि एउटा इन्ट्रेस्टिङ भिडियो रहेको छ। अनि भिडियोलाई यहाँसम्म हेरिरहनु भएको छ भने हाम्रो च्यानललाई पनि अवश्य सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।